यो पछाडि तपाईँले देखिरहनु भएको वे चाहिँ ठिक बसन्तपुर पछाडिको एरिया हो जहाँ चाहिँ तपाईँहरूले यो पछाडिपट्टिको चोकमा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ होइन। ठिक यो वेबाट चाहिँ तपाईँहरू स्ट्रेट चाहिँ अगाडि जानुभयो भने चाहिँ तपाईँहरू इन्द्र चोक पुग्नुहुन्छ है। सो यहाँनिर चाहिँ तपाईँहरूको सुरज आर्केड देख्न सक्नुहुन्छ। What's up people, it's your boy Pratik and I'm back with a brand new video. Yes, of course, I'm back with a brand new video. So अहिले चाहिँ म आइपुगेको छु ठिक तपाईँहरूको विशाल बजारदेखि पछाडिपट्टि बसन्तपुरको ठिक पछाडिपट्टिको चाहिँ एरियामा। सो आज चाहिँ म तपाईँहरूलाई लिएर जाँदैछु फेमस एउटा पापडी चाट पाउने पसलमा, जुन चाहिँ ठिक तपाईँहरूको इन्द्र चोक जाने बाटोमा चाहिँ छ होइन। सो मैले तपाईँहरूलाई भर्खरै लोकेसन भनिदिइहालेँ। सो इफ यु आर न्यू टु माई च्यानल, मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, साइडमा चाहिँ सब्सक्राइब बटन छ एन्ड हिट द्याट नोटिफिकेसन बेल एज वेल। सो नोटिफिकेसन बेललाई चाहिँ हिट गर्नुभयो भने यु वन्ट मिस एनी न्यू भिडियोज फ्रम माई च्यानल गाइस। सो त्यही भएर पनि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुपर्छ। र आजको फुड ब्लगमा चाहिँ हामी स्पाइसी टेस्टी एकदम मिठो मिठो पापडी चाट चाहिँ खानेछौँ र तपाईँहरूलाई म देखाउने चाहिँ एकदम फेमस हो। अलिकति भित्र छ तर तपाईँहरूलाई आज म देखाउँछु गाइस। सो ठिक अहिले चाहिँ हामी ठिक यो वेबाट आयौँ है। ठिक अब तपाईँहरू यहाँ आएपछि चाहिँ यहाँबाट अलिकति अगाडि जानु भयो चाहिँ इन्द्र चोक पुग्नुहुन्छ, त्यहाँसम्म चाहिँ नपुग्ने। ठिक तपाईँहरू यहाँ आएपछि चाहिँ तपाईँहरू यहाँबाट एउटा लेफ्ट टर्न लिने चाहिँ एउटा सानो बाटो छ है। सो यो लेफ्ट टर्न लिने बाटो चाहिँ तपाईँहरू अलिकति भित्र गएपछि चाहिँ आज हामी जान लागेको एकदम फेमस पापडी चाट पाउने ठाउँमा चाहिँ हामी आज जान लाग्दैछौँ गाइस। एकदम मिठो स्पाइसी हुनेछ है। यो गल्ली एली भयो, यो एलीबाट चाहिँ अलिकति भित्र गएपछि तपाईँहरूले चाहिँ दामी पापडी चाट चाहिँ तपाईँहरूले पाउनुहुन्छ। त्यही भएर नै आज स्पेसल्ली तपाईँहरूको लागि नै भनेर चाहिँ आज म यहाँनिर आएको छु। र तपाईँहरूलाई म आज यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ मेरो ठिक स्ट्रेट यही नै हो पापडी चाट। तपाईँहरूलाई एकदमै मिठो हुन्छ, टेस्टी हुन्छ र आजको भिडियोमा तपाईँहरूलाई म यही टेस्ट गरेर चाहिँ तपाईँहरूलाई देखाउने छु। सो गाइस तपाईँहरूलाई मैले लोकेसन भनिदिइहालेँ होइन। लोकेसनमा ठिक भित्र आएपछि यहाँनिर पापडी चाट पाउँछ, एकदमै टेस्टी हुन्छ। मैले त कतिचोटि खाइसकेँ अब। र आज तपाईँहरूलाई पनि स्पेसली कुन ठाउँमा छ र कहाँनिर तपाईँहरूले आएर खान सक्नुहुन्छ भनेर चाहिँ तपाईँहरूलाई स्पेसली आज यो भिडियोमा चाहिँ यो भ्लगमा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। गाइस अब एक प्लेट मैले पापडी चाट चाहिँ अर्डर गरेको छु होइन। अब म तपाईँहरूलाई देखाउँछु कसरी बन्छ अनि म टेस्ट गरेर पनि तपाईँलाई देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नु होला। बनाउनु लाग्दै हुनुहुन्छ होइन। पापडी चाट भन्छ होइन त चाहिँ ल है गाइस। पिरो ठिक्क दिएर होइन ठिक्क। गाइस तपाईँले देख्न सक्नुहुन्छ धनियाहरू, टमाटोहरू, टमाटर प्याजहरू काट्नु भएको छ, आलु भयो। सो आफ्नै उहाँहरूको रेसिपी छ र यो मिक्स गरेपछि यति मिठो र यति टेस्टी हुन्छ गाइस होइन। मेरो त मुखमा पानी आइसक्यो होइन। तपाईँहरूलाई पनि म देखाउँछु, तपाईँहरू पनि डेफिनेटली आएर ट्राई गर्नु होला। र हाम्रो प्लेटको कसरी पर्छ पनि भनिदिनु त। अहिले 70 रुपियाँ पर्छ है प्लेटको पापडी चाट। र गाइस यहाँ रेडी भइसकेको छ मेरो पापडी चाट चाहिँ, तपाईँले देख्न सक्नुहुन्छ। दिस इज हाउ इट लुक्स। एकदमै स्पाइसी, एकदमै टेस्टी, एकदमै मिठो हुन्छ होइन। तपाईँहरू पनि डेफिनेटली आएको बेला लोकेसनलाई फलो गरेर चाहिँ तपाईँहरू डेफिनेटली पनि आएर चाहिँ ट्राई गर्न सक्नुहुन्छ यहाँनिर आएर। ल रेडी भयो नि त? ल थ्याङ्क यू। ल गाइस तपाईँले देख्न सक्नुहुन्छ पापडी चाट चाहिँ रेडी भइसकेको छ। सो गाइस यही हो फेमस पापडी चाट चाहिँ तपाईँलाई आज मैले देखाइरहेको छु। हेर्न सक्नुहुन्छ। हेर्दै मुखमा पानी आइसक्यो, खान मन लागिसक्यो गाइस। Awesome guys, awesome. Guys, just for
70 रुपिज है, बट वर्थ छ क्या, एकदम वर्थ इट छ क्या गाइस। एकदमै धेरै पनि छ होइन, अनि एकदमै टेस्टी पनि छ। ये तुम्हारा नहीं, इसका बाद में है। पहिले अर्को अङ्कल बस्नुहुन्छ, राई हो हाम्रो। त्यही त म त अर्को अङ्कल बस्नुहुन्छ, राई अहिले घर गए ए घर जानुभएको छ, त्यही त म त अङ्कल चाहिँ हुनुहुन्न रहेछ भनेर। आउँछ अब त्यहाँ आउनुहुन्छ। यो चाहिँ के बनाउनु भएको? यहाँ झालमुरी। ए झालमुरी वाइ झाल भनेपछि हामीसँग चटपटे यो पापडी चाट सबै आइटम बन्छ है? झालमुरी, पापडी चाट, आलु चाट, वाइ चाट सबै बन्छ है? कतिको हो दाइ त्यो त्यतिमा? 100 रुपियाँको हो। ए त्यति 100 रुपियाँको। कतै कति भयो? दिइरहेछ 120 रुपियाँ। ल दाइहरूलाई थ्याङ्क यू सो मच है, यस्तो मिठो चाटहरू चाहिँ खुवाउनुहुन्छ हामीलाई। ल दाइ धन्यवाद, फेरि आउँछु। सो गाइस भर्खर पापडी चाट पनि खाएर भइसकेको छ। तपाईँहरूलाई भिडियोमा मैले सबै कुरा देखाइहालेँ, यति मिठो यति टेस्टी र गाइस देयर इज नो एनी लाइक बयानै गर्न सक्दिनँ क्या, त्यस्तो मिठो चाहिँ तपाईँहरूले यहाँनिर पाउन सक्नुहुन्छ। र डेफिनेटली न्यू रोड आएको बेलामा चाहिँ तपाईँहरू ठिक मैले देखाएको वेलाई चाहिँ लोकेसनलाई चाहिँ फलो गरेर आउनुभयो भने यो फेमस पापडी चाट पसलमा चाहिँ पुग्नुहुन्छ, जहाँ चाहिँ भेराइटी छ पापडी चाट साथसाथै चटपटे झालमुरी सबै कुरा चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ र एकदमै टेस्टी हुन्छ गाइस। टपिङ पनि हुन्छ त्यसमा, माथि एउटा भुजिया बदामहरू राखेर सकेसम्म चाहिँ एकदम धेरै मिठो बनाएर चाहिँ उहाँहरूले तपाईँहरूलाई दिनुहुन्छ गाइस। सो आजको भिडियोमा चाहिँ यति नै। सो इफ यु लाइक द भिडियोलाई लाइक गरिदिनु होला। इफ यु हेभ एनी क्वेरिज अर फिडब्याक फलो गरेर कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ र भिडियो मन पऱ्यो भने भिडियोलाई सेयर पनि गरिदिनु होला, इट्स फ्री। सो इफ यु हेभन सब्सक्राइब माई च्यानल येट, मेरो च्यानललाई सब्सक्राइब गर्नु, यहाँ साइडमा सब्सक्राइब बटन छ एन्ड हिट द्याट नोटिफिकेसन बेल एज वेल। नोटिफिकेसन बेललाई चाहिँ हिट गर्नु भने यु वोन्ट मिस एनी भिडियोज फ्रम माई च्यानल गाइस। सो यति भन्दै आइम गोइङ टु साइन आउट फ्रम माई च्यानल। डु गुड, बी गुड, स्टे ह्याप्पी एन्ड पिस।